हेलो एभ्रिबडी सो आज चाहिँ म लिपस्टिक लगाएर देखाउँछु मेरो लिप कम्बो देखाउँछु है त इग्नोर माई स्लिपी भोइस किनकि मैले अहिले रातिमा भोइस ओभर गरिरहेको छु कि सुतेर सो त्यही भएर अलिकति के अरे डिप त्यो भइरहेछ कि स्लिपी भोइस होइन एनिवेज बिस्तारै बोलिरहेको छु त्यही भएर मलाई चाहिँ होइन लाइट यताउता राम्रो देख्दैन लिपस्टिकहरू त्यो पिङ्कीवाला होइन अनि रेडवाला त्यस्तो लाइट कलर चाहिँ मलाई म्याच गर्दैन कि मेरो फेसमा आई मिन म कहिले पनि त्यसरी ट्राई नगरेको होला कस्तो सुहाउँदैन जस्तो लाग्छ कि मलाई अनि फेरि यो आई स्याडो पनि त्यस्तै हुन्छ कि मलाई त्यो होइन पिङ्कवाला त्यो ग्लिटर होइन त्यस्तो राम्रो देख्दैन कि मेरो फेसलाई आई मिन राम्रो देख्दैन भन्दा पनि खै ट्राई नगरेर पनि होला फेरि मलाई त्यस्तो मन पनि पर्दैन कि त्यो लाइटवाला के हरेक कुराहरू होइन त्यस्तो डार्क नै मनपर्छ भन्नाले न्युड टाइपको मनपर्छ होइन सो मैले चाहिँ जहिले पनि होइन अरू बेला त म लाइक के अरे लिप लाइनर अनि लिप ग्लस मात्र युज गरेर हुन्छु अनि लिप ओइल अहिले चाहिँ लाइक हल्का होइन हजुरहरूलाई देखाउन आई मिन ड्रेसअप अनुसार चाहिँ अलिकति बाहिर केही स्पेसल केही छ भने म यसरी सेट गरेर जान्छु कि लिप कम्बो बनाएर यसमा चाहिँ मैले लाइक ब्राउन सेड्सहरू लिएको छु हल्का डार्क र लाइट अनि अलिकति पिङ्कवाला होइन त्यो मरुन टाइपको अनि हल्का यसरी फाउन्डेसन लगाएर आई मिन कन्सिलर होइन अलिकति त्यो देखाउनलाई लास्टमा चाहिँ मैले रिसेन्टली के अरे लिएको यो अरेन्ज टाइपको लिपस्टिक होइन मन परिरहेको थियो कि कस्तो लाइक सेट गर्न आई मिन कस्तो लिप्स कति राम्रो देख्दो रहेछ कि सो त्यही भएर लास्टमा यसरी लगाएँ होइन लास्टमा चाहिँ अनि जहिले पनि मेरो लिप ग्लस नै हुन्छ यसरी सेट गरेर हुन्छु कि मैले होइन अनि मेरो चाहिँ होइन जहिले पनि त्यो लिप लाइनर ठ्याक्क कि त्यो सार्प हुँदैन कि होइन र यताउता लागिहाल्छ होइन युज टु पनि नभएर होला यसरी कन्सिलरले त्यो गरेर हुन्छ कि धन्नै मेरो फोन फुटेन चिप्लिएर सो एनिवेज बाई बाई यति नै हो।